ल फाइनली गाइस अहिले चाहिँ रातको कति बज्यो ठ्याक्कै 11:30 भइसक्यो होइन। म चाहिँ अहिले प्युठानको जुम्रीमा छु। हेर्नुहोस् त सब सुतिसकेछन्, कोही छैनन् उठेको भन्ने हो भने होइन। तर म मात्रै छु यो जुम्रीको बजारमा। अहिले 11:30 भइसक्यो, देख्न सक्नुहुन्छ होइन। म चाहिँ किन आएको भन्दा मेरो गाउँको आज लाउरे भाइहरू उहाँ कृष्णनगरबाट आउँदैछन्, त्यहाँबाट आउने हो होइन। म चाहिँ अहिले तिनीहरूलाई पर्खेर बसेको छु। फोन गरेर बोलाएपछि नआउन पनि भएन होइन। गाउँको भइसकेपछि अब यतिको त गर्नै पर्यो। ल अहिले चाहिँ म ठ्याक्कै जुम्री एक्लै छु यार, यताउता कहीँ छैन। छ त मात्र कुकुरहरू मात्रै छ, कुकुरले झम्टेला जस्तो गर्छ होइन। गाइजहरू पुरै सुनसान छ जुम्री बजार अहिले, सब सुतिसके। हुन पनि 11:30 भइसक्यो, अब सबै सुत्ने टाइम भइसक्यो, सब सुतिसकेछन् गाइजहरू। उताबाट हाम्रो कुकुरा, त्यही भएर म चाहिँ भित्र लुक्छु गाइज। म गाडीभित्र लुकिसकेँ। बोला ओइ तिम्रो साथीहरू को छन् ल बोला त। त्यहाँनिर पररी दाई पनि हुनुहुन्न खै। काउन्टर पनि बन्द छ, सब बन्द छ। रातिको 11:30 भइसक्यो अनि यति बेलासम्म चाहिँ कुनै बस्छ र होइन। तर मात्र म छु कि एक्लै, अनि मेरो साथमा उहाँ चाहिँ अहिले आउनु भएको, त्यही पनि गइहाल्नु भयो। जानुहोस् तपाईँको बाटो लाग्नुहोस्। अब जे गरेन गर्छ हाम्रै साथीहरू त गुरनाम गएर फर्किने हो दाइरा भयो के छ साला आरामै हो होइन। ओ बिना खैत्रसँग आशीर्वाद छ एउटा बाइक छ अरे उले पनि छोड्ने पनि कोलाई त्यो भाइले यार बिचार एक्लै छ के त्यो धैर्य के धैर्य भन्ने कहाँ हजुर कहाँको धैर्य ए म झारिदिन्छु कि। गाडी चाहिँ आइसक्यो। हामी चाहिँ ओबाङबाट लाउरे छोडेर आएको है, घट्टा खोला। अहिले भर्खरै 1:30 भइसक्यो, अब फेरि पूर्ण जाने। अहिले लाउरे छोड्न म पूर्ण गाउँ जाँदैछु। रातिको 1:30 भइसकेको छ। हामी लास्ट छ, एकदम बाटो खतरा छ। रातिको 1:30 भइसकेको छ। लगायत अहिले चाहिँ हामी पूर्ण गाउँ आइपुग्यो होइन। अहिले चाहिँ ठ्याक्कै 1:30 हुन लाग्यो। यो चाहिँ पातालकत्री ल, यो चाहिँ पातालकत्री अनि पूर्ण गाउँ होइन। लाउरेहरू माथि, यिनी लाउरेहरूलाई छोड्न आएको थिएँ म। यहाँ सामान तन्नै छ, त्यही भएर बोलाउन गएन। त्यो चाहिँ जुम्री गाँडा ठुलो गाउँ, त्यहाँ देखिने चाहिँ ठुलो गाउँ हो है। अनि म चाहिँ अहिले पूर्ण गाउँ छु, त्यो चाहिँ ओबाङ। अनि त्यहाँ पनि हामी फर्स्टमा चाहिँ धैर्यको एकजना लाउरेलाई छोड्यौँ, अनि त्यसपछि फेरि ओबाङ आएर, यो ओबाङ भन्ने गाउँ हो, यो ओबाङ आएर फेरि एकजना लाउरेलाई छोडिदियो। राति करिब 1 बजेनिर छोडिदियो। अनि त्यसपछि फेरि आएर अहिले चाहिँ पूर्ण गाउँको लाउरे ल्याएर आएको होइन। अहिले म ठ्याक्कै पूर्ण गाउँ छु। त्यसपछि फेरि झाँक्री गाउँ सिक्रेको एकजना लाउरेलाई फेरि घर छोडेर अनि बल्ल म चाहिँ घर जाने हो। त्यो चाहिँ झाँक्री गाउँ हो। अब त्यो गाउँमा जाने अब। यहाँको लाउरेलाई छोडेर अनि फेरि एकजना सिक्रेको लाउरेलाई छोडेर अनि त्यसपछि म भिडाबारी भएर म चाहिँ घर जाने हो। रातिको
1:30-2 बज्न लागिसक्यो। गाह्रो छ के गर्ने। यसै पाएन हामी चाहिँ म चाहिँ अहिले ठिक्क पूर्ण गाउँबाट है। अहिले चाहिँ म पूर्ण गाउँमा छु अनि मेरो सहकारी साथी मेरो एकदम मैले भगवान मान्नुपर्छ यहाँलाई। आराम गरिराख्नु भएको छ अहिले। लगेजहरू The Bluetooth device is connected successfully. साथमा पानी म अहिले भएन हुन्छ नभए हुन्न भन्नु मन लाग्यो। यी खप्पर ल्याउ तिम्रो तिम्रो बुझ्छ है। मेरो कपडा यति हो सामान छोटा नभए छँदैन यो त मैले लोग्ने हो। ज्याकेट किन्ने भनेको 18 यी मेरो पनि त तिम्रो त अर्कोमा हो कि सट्टा गरेर सिकाइदिनु म बर्खेन आउँछ त्यही त सिकाइन्छ सामान फेरि योमा तिम्रो मात्र होइन गएर धोएर सुकाइ ल। सामान अलिअलि ल गाइस फाइनली म चाहिँ लाउरेहरू छोडेर घर आइपुगेँ होइन। चाहिँ ट्याक्क मेरो घोडा आजले मलाई धेरै साथ दियो, सकुशल घर ल्याइपुर्यायो। यसले मलाई धेरै ठाकेछ, थाकेर होला सायद पछाडि आराम लिइरह। सकुशल घर ल्याइपुर्याएकोमा धेरै धेरै धन्यवाद है। मेरो घर चाहिँ सुतिसकेको छ।